नमस्कार साथीहरू। सिटिबिटीको कुनै पनि सूचना, कुनै पनि रिजल्ट र इन्ट्रान्सको फर्म कति खुलेछ सबै सूचना हेर्नको लागि तपाईहरू आफ्नो मोबाइलको कुनै एउटा क्रोम ब्राउजर खोल्नुहोला। म आफ्नो मोबाइलको क्रोम ब्राउजर खोल्छु र यसमा सिटिइभिटी रिजल्ट सर्च गर्नुहोला र माथि आएको काउन्सिल फर टेक्निकल एजुकेसनमा क्लिक गर्नुहोला। यहाँ पछि सिटिबिटीको आधिकारिक वेबसाइट खुल्छ। यहाँ होममा क्लिक गर्ने अनि यहाँबाट नोटिस बोर्डमा क्लिक गरेपछि यहाँ नोटिस आउँछ। तल कुन प्रदेशको के को रिजल्ट आएको छ, के को नयाँ नोटिस आएको छ यहाँ देखाएको हुन्छ। जस्तै वैशाख 28 गते 2083 डिप्लोमा प्रवेश प्रक्रिया तथा भर्ना सम्बन्धी सूचना आएको छ। यहाँ फाइलमा क्लिक गरेर डाउनलोड गर्न सकिन्छ। त्यस्तै प्री डिप्लोमा लेभलको पनि भर्नाको प्रक्रिया र भर्ना सम्बन्धी सूचना आएको छ। यस्तै त्यो इन्ट्रान्सको फर्म फिलअप गरेपछि यसमा सिटिबिटीको वेबसाइटमा नै यहाँबाट हेर्न सकिन्छ। अनि त्यसपछि अनलाइन एप्लिकेसन फर्म भर्नको लागि सिटिबिटीको अनलाइन एप्लिकेसन फर्ममा क्लिक गर्ने। त्यसपछि अहिले खुल्या छैन यो साइट अहिले अनलाइन एप्लाई गर्नको लागि। यहाँ तपाईको आइडी हेराउँछ। म अलरेडी आइडी छ यहाँ आइडी हेराउँछ। यहाँ नयाँ आइडी छ भने यहाँ रजिस्टरमा क्लिक गर्ने। रजिस्टरमा क्लिक गरेपछि यहाँ नाम, इमेल, मोबाइल नम्बर, पासवर्ड राख्ने र सबमिट गर्ने। आइडी क्रिएट हुन्छ। त्यसपछि लगइन गर्ने। लगइनमा युजर नेम र पासवर्ड हाल्ने। त्यसपछि लगइन हुन्छ। त्यसपछि माई रिक्वेस्टमा गएपछि सबै प्रोसेस यहाँबाट हेर्न सकिन्छ। माई रिक्वेस्ट गर्नुभन्दा अगाडि केही प्रोसेस यहाँ छ, हेर्नु होला। डकुमेन्टहरू के चाहिन्छ सबै यहाँ दिएको हुन्छ र यो प्रक्रियाले अनलाइन फर्म एप्लाई गर्न सकिन्छ। त्यसपछि कुनै पनि लेभलको एचए, नर्सिङ वा डिप्लोमा लेभल, सिभिल इन्जिनियरिङ कुनै पनि वार्षिक वा सेमेस्टरको रिजल्ट हेर्नको लागि चेक रिजल्टमा जाने। चेक रिजल्टमा गएपछि तल कुन इयरमा एक्जाम दिनुभएको छ त्यो इयर सिलेक्ट गर्ने। त्यसपछि कुन लेभल हो, डिप्लोमा कि प्री डिप्लोमा, त्यहाँ सिलेक्ट गर्ने। त्यसपछि सिमल नम्बर, आफ्नो सिमल नम्बर कति हो त्यो राख्ने। त्यसपछि डेट अफ बर्थ राख्ने। त्यसपछि सर्चमा क्लिक गरेपछि यहाँ तपाईहरू आफ्नो मार्कसिट सजिलै हेर्न सकिन्छ। धन्यवाद।